चुवाको फुलको तिते कस्तो हुन्छ साथीहरू, म तपाईँहरूलाई रेसिपी सेयर गर्न गइरहेको छु। हेलो एभ्रिवान, तपाईँलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। र म चाहिँ आज यहाँ चुवाको फुल बनाउने भनेर दिउँसै रेडी गरेर राखेको थिएँ। अन्त अहिले चाहिँ यहाँ मम्मी जानुभएको थियो बाहिर, अन्त आइसक्रिम लिएर आउनुभएछ। अन्त नानीहरूलाई हामीलाई सबैलाई ल्याउनु भएछ। अनि खायौँ हामीले। अन्त यहाँ ठेकुवा पनि ल्याइदिएको रहेछ साथीहरू, र ठेकुवा पनि खायौँ। अन्त नानीहरू पनि आइपुग्यो। अन्त नानीहरूलाई पनि आइसक्रिम दिएँ मैले, बनानाहरू पनि खायो उसले हो। अन्त म चाहिँ यहाँ ठेकुवा खाँदै बसेँ। ठेकुवा चाहिँ कुम खालको हुन्छ नि त साथीहरू, मिठो हुन्छ। अन्त यहाँ नानीहरू पनि अहिले ट्युसन पढ्ने टाइम भयो र आयो। अन्त मैले चाहिँ यहाँ चिया पनि बसाएको थिएँ मम्मीलाई र मलाई, अरूले त खाँदैन चिया हो। अन्त दुईजनालाई चिया यहाँ सार्यौँ। अन्त चिया सारेपछि चाहिँ मैले मम्मीलाई पनि चिया पुऱ्याइदिएँ। अन्त बेलुका चाहिँ 4 बजी चाहिँ चिया खाना खाइ हुँदैन साथीहरू, बिहान चाहिँ खाँदिनँ होइन। अन्त यहाँ हेर्न कुखुराहरू चाहिँ, यो भाले चाहिँ साथीहरू बिचरा आफू भोकै बस्छ हो। यो पोथीहरूले खाइसक्यो र अगाएपछि मात्रै उसले खान्छ हो। कस्तो माया गर्छ पोथीहरूलाई। र यो बैगुन चाहिँ मलाई मेरो साथीले पठाइदिनु भएछ नानीको हातमा, यो चाहिँ उसको घरमै बारीमै फलेको हो। अन्त यहाँ नानीहरू अहिले ट्युसन आएको थियो। अन्त उनीहरू सरस्वतीले आएकै थिएन र उनीहरू चाहिँ खेल्दै थियो होइन। यहाँ लुकाचोरी भाइ चाहिँ उहाँ मुनि लुकिरहेको छ। अन्त तता म कहाँ छु भन्दैछ। अन्त यहाँ बोलिरहेको थियो, बोलाउँदै भाइ भाइ बोलाउँदै भन्दै खेलिरहेको थियो। अनि ऊ चाहिँ यहाँ मैले गाना गाइदिएको कि नाच्दैछ साथीहरू होइन। अनि भाइ माया होगी माया, मायामा मलाई फास गरे रे। अन्त यो चाहिँ हो साथीहरू चुवाको फुल। र हामी चाहिँ जहिले पनि तिते खाँदाखेरि चाहिँ चुवाको फुलको बनाउँछौँ। अनि यो चाहिँ जाँते कलेजो खुट्टा होइन पोल्ट्रीको। अनि मेरो नानीहरूले चाहिँ मन पराउँदैन। अनि उनीहरूलाई चाहिँ मैले यहाँ फ्राई गरिदिएँ मासु। अन्त अनि उनीहरूलाई सब्जी पनि थियो। अनि यो चाहिँ तितो हुन्छ नि त, नानीहरूले खाँदैन। अन्त मैले चाहिँ पहिला मजाले मासु पकाएँ। यो तिते चाहिँ यसमा हाल्नुपर्छ साथीहरू, अनि मजाले मोलिन्छ। अनि यहाँ मैले भात पनि रेडी गरेर राखेको छु। यो चाहिँ बासी भात हो होइन। अनि चाहिँ नानीहरूलाई पहिला खुवाइदिएँ मैले यहाँ यो मटर छोलेको सब्जी अन्त उयोसँग। अन्त अहिले चाहिँ पाकेर रेडी भयो साथीहरू। अनि भात चाहिँ लास्टमा हाल्नुपर्छ नि त। अनि हामीले चाहिँ खाइसक्यौँ। अनि ठिक्क खाइसकेर काकी आउनुभएछ। अनि काकीलाई पनि खानु तिते भनेको, मिठो भयो भन्दै यहाँ खानुभएको।